सम्पूर्णमा नमस्कार। आज चाहिँ मैले जापानमा कम्बिनी स्टोरबाट फ्यामिली मार्ट कम्बिनी स्टोरबाट कसरी फोटोकपी गर्ने भन्ने भिडियो लिएर उपस्थित भएको छु। हेरेर साथ दिनुहोला। हामी ढिलो नगरिकन फ्यामिली मार्टभित्र छिरौँ है त। अब चाहिँ हामी मेसिन थिम गएर फोटोकपी मेसिन थिम गएर त्यहाँ हेर्यौँ। हेरिसकेपछि चाहिँ त्यहाँ फोटोकपी भनेर देखाएको छ। त्यो बटनलाई ओके गरिसकेपछि त्यहाँ दुईटा अप्सन आउँछ। दुईटा अप्सन आइसकेपछि हामीले पेपरबाट पेपर फोटोकपी गर्ने हो कि मोबाइलबाट प्रिन्ट निकाल्ने हो भन्ने आउँछ। मैले चाहिँ पेपरबाट पेपर फोटोकपी गर्ने भएर त त्यो क्लिक गरेँ। त्यसपछि चाहिँ हजुरहरूको फुराकारा र सिरोकुरो भनेर अप्सन छ। त्यो भनेको चाहिँ हजुरले कलर प्रिन्ट निकाल्ने कि सादा प्रिन्ट भनेर त्यो अप्सन दाब्ने। मैले सादा प्रिन्ट थियो सादा गरेँ। त्यसपछि चाहिँ हजुरको पेपरको साइज कुन साइजको पेपर हजुरले निकाल्ने हो त? मैले B5 को निकाल्ने भएर B5 दाबेको हो। अनि त्यसपछि नेक्स्ट गर्ने। नेक्स्ट गरिसकेपछि पेपर हाल्नुहोस् भनेर त्यहाँ फोटो देखाउँछ त्यसरी नै। अनि फोटो चाहिँ पेपर हाल्नुहोस् भनेर फोटो देखाए जसरी नै हामीले पेपर चाहिँ मेसिनभित्र हाल्नु पर्यो। मैले जसरी नि त्यहाँ त्यसरी मिलाएर हाल्नु होला। हालिसकेपछि चाहिँ माथिको त्यो बक्सलाई बन्द गर्नु। बन्द गरिसकेपछि यतापट्टि आउँदाखेरि त्यहाँको नेक्स्ट भन्ने बटन आउँछ, त्यहाँ चुकी भन्ने बटन आउँछ। त्यो बटन दाबिसकेपछि अनि एकछिन रोक्ने भनेर चाहिँ त्यहाँ घुम्छ। अनि त्यो घुमिसकेपछि अनि त्यहाँ फोटो देखाउँछ हजुरले हालेको पेपरको सेम फोटो देखाएको। अनि त्यसपछि नेक्स्ट गर्नु। नेक्स्ट गरिसकेपछि हजुरको त्यहाँ चाहिँ त्यो अहिले आइसकेको गार्मेन्ट चाहिँ त्यहाँ त्यो प्लस माइनस छ अनि बिचमा 1 छ नि, त्यहाँ चाहिँ प्लसमा दाब्यो भने चाहिँ 2टा 3टा 4वटा हजुरलाई त्यो पेपर कतिवटा फोटोकपी गर्न छ त्यो चाहिँ प्लस गर्दै जानुभयो भने चाहिँ फोटोकपीको यतिवटा पन्ना उतिवटा पन्ना भन्ने आउँछ। मलाई चाहिँ अहिले एउटा मात्रै चाहिएको छ, त्यही भएर मैले एउटा मात्रै गर्छु। तर त्यहाँ प्लस लेखेको अब त्यहाँ एउटालाई कति लेखेको छ 10 लेखेको छ। अब त्यहाँ 2 गर्यो भने चाहिँ 20 हुन्छ। हजुरहरूले अब कतिवटा चाहिन्छ त्यतिवटा गर्न सक्नुहुन्छ। मलाई चाहिँ अहिले एउटा मात्रै चाहिएको भएर एउटा मात्रै गरेँ। अनि त्यहाँ 10 रुपियाँ देखाएको भएर 10 रुपियाँ तलपट्टिपट्टि हालेँ। 100 रुपियाँ हाल्यो भने पनि खुल्ला गरिदिन्छ। पठाइ आफ्नो 10 रुपियाँ मात्रै लाग्छ। अनि त्यसपछि स्टार्ट गरिसकेपछि अनि त्यहाँ चाहिँ दुईटा अप्सन हुन्छ। फेरि त्यहाँ दुईटा अप्सनमा चाहिँ रेउसेसो भन्छ। रेउसेसो भनेको चाहिँ रसिद चाहिन्छ कि चाहिँदैन भन्ने हुन्छ। अनि रसिद चाहिने भए चाहिँ सुरु गर्ने, तलको बटन दाब्ने। अनि चाहिँदैन भने चाहिँ सिनाइ गर्ने। मलाई चाहिँ चाहिँदैन भएर सिनाइ गरेँ। त्यसपछि सकिन्छ। अनि यतापट्टि हेऱ्यो भने चाहिँ के आउँछ त हामीले फोटोकपी गरेको प्रिन्ट आउँछ। अनि त्यो प्रिन्ट हेर्ने अनि नबिर्सिकन प्रिन्ट लिएर घर फर्किने। हस् त, धन्यवाद।